नमस्ते। आज चाहिँ बिदाको दिनलाई सदुपयोग गर्दै हामी चाहिँ जाँदैछौँ टोकियोमा रहेको स्काई ट्री तर्फ। यो चाहिँ सिन्जुकुको स्टेसनमा आइसक्यो र यहाँ सबै मान्छे देख्दै हुनुहुन्छ, सबै ट्रेनको पछि दौडिरहेछन् र हामी पनि ट्रेन चेन्ज गरेर अर्को लाइन हुँदै आसाकुसा दाई तर्फतिर लाग्दैछौँ। स्काई ट्री जानको लागि चाहिँ सिन्जुकुबाट चाहिँ आसाकुसाको लाइन भएर जानुपर्ने हुन्छ। अब चाहिँ हामी आसाकुसा आइसक्यौँ र अब आसाकुसाको एकीबाट हामी एक्जिट हुँदैछौँ। यो चाहिँ बाहिरको नजरिया देख्न सक्नुहुन्छ तपाईहरूले। अब चाहिँ रेड सिग्नल अब चाहिँ हामी आइसकेको छौँ टोकियोमा रहेको स्काई ट्री। एकदमै सुन्दर छ। सिग्नलको पर्खाइमा तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ स्काई ट्रीको अगाडि रहेको रामेनको पस। मैले चाहिँ यहाँको रामेन चाहिँ ट्राई गरेको छैन है अझैसम्म। यो चाहिँ स्काई ट्रीको माथि आइसकेको छ। हामी गएको बेला चाहिँ क्रिसमस लागेको थियो अनि यसको डेकोरेसन चाहिँ एकदमै राम्रो, मलाई त एकदमै मन परेको थियो। अझ रातिमा झन् यसको भ्यू त एकदमै सलिड थियो। देख्न सक्नुहुन्छ। अझै मान्छेहरू चाहिँ आउने क्रम बढ्दैछ। साँझ त एकदमै भिड थियो। यहाँको लाइटहरूले त एकदमै रमाइलो दृश्य थियो। अब हामी चाहिँ टिकट काट्न गएको छौँ। यो चाहिँ टिकट चाहिँ सेल्फ सर्भिस थियो, आफूले नै काट्नुपर्ने। टिकटको सिस्टम चाहिँ बिहान 9 बजेदेखि राति 10 बजेसम्म चाहिँ काट्न मिल्थ्यो। हामी चाहिँ साँझको भ्यू हेर्ने भनेर साँझको 7 बजेतिरको टिकट काटेको थियो। साँझको भ्यू एकदमै रमाइलो थियो। अहिले तपाईँ अगाडि देख्दै जानुहुन्छ। अनि अगाडिको समयलाई सदुपयोग गर्दै हामी चाहिँ एक्वेरियमतिर लागेको थियो। एक्वेरियममा एकदमै राम्रो माछाहरूको चाहिँ थरी थरीको माछाहरू देख्न सक्नुहुन्छ। अनि जेलीफिसको त एकदमै त्यो लाइटिङहरू त एकदमै रमाइलो, त्यो मुभमेन्टहरू एकदम शान्त, मलाई आनन्द हुने। फर्स्ट टाइम देखेको जेलीफिस त एकदमै क्युट। लाइट, यसको लाइट चाहिँ यस्तो राम्रो। म त माछा जेलीफिसहरू देखेर चाहिँ एकदमै रमाएको। अनि यसो तपाईँ देख्नुहुन्छ, यो ठुलो चाहिने सार्क फर्स्ट टाइम मुभीमा देख्दा त एकदमै डर लाग्थ्यो, तर यहाँ चाहिँ एकदम कति क्युट लागेको कि सार्क शान्त थियो। मुभीहरूमा त कति वाइल्ड देखिन्छ नि त सार्क। अनि यहाँ चाहिँ एक्वेरियममा अब एक्लो भएर होला या फेरि सिसाको बिचमा भएको भएर होला, सार्क चाहिँ एकदमै शान्त थियो। यो चाहिँ यो ठुलो खै माछाको त नामै आउँदैन, यत्रो ठुलो थियो कि अम्ब्रेला भन्दा पनि ठुलो। म चाहिँ यहाँ माछाहरूको बिचमा रमाउँदै, बुढाले चाहिँ भिडियो बनाइदिँदै हुनुहुन्थ्यो। क्युट माछा।
यहाँ चाहिँ माछाहरू चाहिँ एकदम थरी थरीको थियो। देख्न सार्क यो माथिको चाहिँ एकदम ठुलो थियो सार्क चाहिँ। सबै माछाहरू आफ्नो आफ्नो पारामा पौडिरहेछ। यो माछाको पुच्छर चाहिँ ठ्याक्कै डाइनोसरको टाउको जस्तो थियो। ठ्याक्कै डाइनोसरको पुच्छर जस्तो। यो चाहिँ पेङ्गुइनको ठाउँ हो। पेङ्गुइनहरू कस्तो क्युट क्युट पेङ्गुइन, सानो सानो पेङ्गुइनहरू पौडी गरेर। यो त सिल हो, यतातिर सिल पौडी खेलिरहेछ। उताको साइडतिर चाहिँ पेङ्गुइनहरू थियो। एक्वेरियममा चाहिँ धेरै थरीको माछाहरू, पेङ्गुइन, सार्क थियो। एकदमै हाम्रो चाहिँ लगभग 2-3 घन्टा चाहिँ एक्वेरियममै बिताएको थियो। एकदमै रमाइलो, यिनीहरू पौडेको हेर्दा ओर्दा चाहिँ एकदमै आनन्द लाग्ने। हेर्नुहोस् यो सिल हो। पेङ्गुइन कति मजाले पौडी खेलिरहेको छ। हजुरहरूलाई पनि हेर्दाखेरि एकदमै आनन्द लाग्यो होला आशा छ। कतिको इन्जोय गर्नुभयो मेरो भिडियो हेरेर कमेन्ट गरिदिनु होला। फाइनली यो चाहिँ हो स्काई ट्रीबाट लिएको टोकियो सहरको सिटीको भ्यू। हेर्नु न, साँझमा लाइटहरूले कति राम्रो देखिएको के। एकदमै भ्यू चाहिँ एकदमै प्यारो थियो, एकदमै रमाइलो लाइटिङहरूले। एकदमै रमाइलो थियो। यहाँ क्रिसमसको डेकोरेसनहरू पनि भएको थियो। क्रिसमसको अवसर भएकोले फोटाहरू लिख्दै भिडियो बनाउँदै एकदमै रमाइलो थियो। साँझको भ्यू हेर्न चाहिँ अलि धेरै नै मानिसहरू आउने गर्छ दिउँसोमा भन्दा। क्रिसमसको डेकोरेसन सबैजना यो सुन्दर दृश्यमा मनमोहक हुँदैछन्। साँझको भ्यू चाहिँ एकदमै रमाइलो लाग्ने। लाइटहरू पुरा झिलिमिली सहर एकदमै माथिबाट हेर्दा चाहिँ साह्रै राम्रो। अब चाहिँ हामी तल चढ्दै भिडियो फोटा लिख्दै तलतिर फर्किने तयारीमा छौँ। फर्किन त मन थिएन, तर समय अवधि चाहिँ हाम्रो सकिन थालिसकेको भएर चाहिँ अब हामीलाई
फर्किनु पर्ने हुनेछ। एकदमै राम्रो भ्यू थियो। अब चाहिँ हामी फर्किने तयारीमा छौँ। अब चाहिँ हामी फाइनली माथिबाट तर ओर्लिसकेको छौँ। तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो प्लिज